नमस्ते, मेरो नाम डाक्टर ऋषि विष्ट हो। म सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रूपमा कार्यरत छु। म मुख्यतया हाड जोड्नी सम्बन्धी ट्रमा केसेसहरू र जोड्नी प्रत्यारोपण सम्बन्धी केसेसहरू हेर्ने गर्दछु। आज हामी घुँडामा लगाइने इन्जेक्सन्सको बारेमा हामी केही कुरा गर्ने गइरहेका छौँ। सो मुख्यतया हाम्रो घुँडा खिसकेपछि हामीले सुन्ने गरेका छौँ नि होइन, यस्तो इन्जेक्सन लगाउँ, यो इन्जेक्सन लगायो भने घुँडा निको हुन्छ वा यस्तो अवस्थामा लगायो भने, त्यसको बारेमा केही मिथ्सहरू छन् भने र केही फ्याक्ट्सहरू पनि हामी आज कुरा गर्ने गइरहेका छौँ। पहिलो हामी सुरु गरौँ इन्डिकेसनबाट, कस्तो अवस्थामा घुँडामा इन्जेक्सन लगाउने गरिन्छ। सो मेरो अनुसार जम्मा 2वटा इन्डिकेसन्सहरू मात्र छ जहाँ हामीले इन्जेक्सन्सहरू लगाउनु पर्ने हुन्छ। सो नम्बर 1 भनेको के हो त भन्दा, घुँडा हाम्रो खिसकेको छ र घुँडा खिसकेर यस्तो अवस्थामा पुगिसकेको छ कि जसलाई हामीले नी रिप्लेसमेन्ट नै गर्नुपर्ने अवस्थामा पुगेको छ, तर कारणवश जस्तो भनौँ स्वास्थ्यको कारणले गर्दाखेरि अपरेसन साह्रै नै जोखिमपूर्ण भएको अवस्थामा हामी त्यो अवस्थामा अपरेसन गर्दैनौँ भने त्यो अवस्थामा के गर्न सक्छौँ त भने यी इन्जेक्सनहरू प्रयोग गरेर केही समयसम्म दुखाइलाई कम गर्न सक्छौँ। सो यो भयो पहिलो इन्डिकेसन। त्यसै गरी अर्को इन्डिकेसन, घुँडाको हड्डी खिएको छ तर माइल्ड टु मोडरेट स्टेजमा मात्र छ, सिभियर स्टेज जुन अपरेसन गरिहाल्नुपर्ने स्टेज पनि पुगिसकेको छैन र हामी केही समय किन्न कोसिस गरिरहेका छौँ, जसलाई हामी टाइम बाइङ भन्छौँ नि। सो यस्तो टाइम बाइङको अवस्थामा पनि हामी औषधि उपचार, फिजिकल थेरापीहरू पश्चात यो इन्जेक्सनको प्रयोग गर्न सक्छौँ। अर्थात् हामीसँग 2वटा इन्डिकेसन्सहरू छ जहाँ हामी घुँडामा इन्जेक्सन्सहरू लगाउँछौँ। अब हामी कुरा गरौँ कस्ता प्रकारका इन्जेक्सनहरू हुने गर्दछन्। कुनै एउटा भन्दा अर्को फाइदामन्द हुन्छ वा एउटा भन्दा अर्को बढी हानिकारक हुन्छ। सो मुख्यतया 3टा प्रकारका इन्जेक्सनहरू हुने गर्दछन्। सो पहिलो नम्बरलाई हामी स्टेरोइड इन्जेक्सन भन्छौँ वा कर्टिसोन इन्जेक्सन पनि भन्ने गर्दछौँ। त्यसै गरी दोस्रो प्रकारको इन्जेक्सन हामी हाइलुरोनिक एसिड भन्ने गर्दछौँ र तेस्रो प्रकारको इन्जेक्सनलाई हामी PRP अर्थात् प्लेटलेट रिच प्लाज्मा इन्जेक्सनहरू भन्छौँ। पहिलो इन्जेक्सन स्टेरोइड इन्जेक्सन वा जसलाई हामी कर्टिसोन इन्जेक्सन पनि भन्ने गर्दछौँ। यसका उदाहरणहरू ट्राइमसिलोन, यसका उदाहरणहरू डेक्सामिथासोन, यी प्रकारका औषधिहरू के गरी घुँडामा हामीले प्रयोग गर्यो भने यसलाई हामी स्टेरोइड इन्जेक्सन भन्छौँ। र यो कमनली प्रयोग गर्दाखेरि स्टेरोइडको साथसाथै केही दुखाइ कम गर्ने एजेन्टहरू जस्तो भनौँ लिग्नोकिन, बुप्रोफेन जस्ता एजेन्टहरू मिक्स गरेर घुँडामा 2 देखि 3 ml दिने गरिने गर्दछ। यसको राम्रो पक्ष के हो भने यसको इमिडिएट इफेक्ट हुन्छ र यो 3 देखि 6 महिनासम्म साधारणतः यसले दुखाइ कम गर्ने गर्दछ भने यसको अर्को सिक्काको अर्को पाटो भनेको जस्तै यसका साइड इफेक्टहरू 3 वा 3 भन्दा बढी इन्जेक्सनहरू प्रयोग गर्न थालेपछि यसका नकारात्मक इफेक्टहरूमा भन्नुपर्दा पहिलो नम्बर कन्ड्रोटोक्सिसिटी भन्छौँ। अर्थात् यसको के हो त, जब हामी यो स्टेरोइड घुँडामा प्रयोग गर्छौँ दुखाइ अर्थात् इन्फ्लामेसन त कन्ट्रोल हुने भयो र त्यसको त्यो इन्फ्लामेसन कन्ट्रोल हुन साथै दुखाइ कन्ट्रोल हुन्छ, तर यो स्टेरोइड औषधि र जुन हामीले अघि भनेका थियौँ नि लिग्नोकिन जस्ता अरू पदार्थहरू मिक्स गरेर दिने गर्दछौँ, त्यो औषधिका साइड इफेक्टको रूपमा कुरकुरे हड्डीका कोशिकाहरू डिजेनेरेट हुन थाल्छन्। सो यसको एउटा साइड इफेक्ट भनेको कन्ड्रोटोक्सिसिटी हो। तर राम्रो पक्ष भनेको यसले इमिडिएटली एक्ट गर्छ। झन्डै हामी यो फायर एक्सटिङ्ग्विसर छ नि, यो फायर एक्सटिङ्ग्विसरको रूपमा काम गर्दछ। आग लागि भयो फायर एक्सटिङ्ग्विसर युज गर्छौँ, सबै कुरा निम्ने गर्दछ। त्यस्तै किसिम घुँडामा एक्युटली एकदम खुइएको कारणले गर्दाखेरि दुखाइ भएको छ, इन्फ्लामेसन भएको छ भने हामी यो एक्सटिङ्ग्विसरको जस्तै रूपमा हामी स्टेरोइड इन्जेक्सन प्रयोग गर्दछौँ। दोस्रो प्रकारको इन्जेक्सनलाई हामी भन्छौँ हाइलुरोनिक एसिड भनेर भन्दछौँ। यो वास्तविक रूपमा यसले कुसनको रूपमा काम गर्ने गर्दछ। सो पहिलो जुन हामीले कर्टिसोन इन्जेक्सन भन्यौँ नि त्यसले इन्फ्लामेसनलाई घटाउने काम गर्दछ भने यो हाइलुरोनिक एसिडले कुसनको रूपमा मेकानिकली काम गर्ने गर्दछ। र यो इन्जेक्सनको एउटा फाइदा भनेको यसको एडभर्स इफेक्ट्सहरू रियाक्सन्सहरू धेरै कम छ, तर यसले काम गर्नको निम्ति समय लाग्ने गर्दछ। सो एउटा हाइलुरोनिक इन्जेक्सन हामीले घुँडामा लगाइसकेपछि फर्दर यसले आफ्नो इफेक्ट यसको फाइदाहरू देखाउनलाई 8 देखि 24 हप्ता जति लगाउने गर्दछ है। भने केही अध्ययनहरूले के देखाएको छ भने यो हाइलुरोनिक एसिड लगाइसकेपछि खासै केही फाइदा छैन भन्ने पनि देखाउने गर्दछ। सो हाम्रो मैले रेकमेन्ड गर्दाखेरि चाहिँ यसलाई लो टु मोडरेट रेकमेन्डेसन मात्र दिन चाहन्छु हाइलुरोनिक एसिडको सिलसिलामा। र अब हामी कुरा गर्छौँ तेस्रो प्रकारको इन्जेक्सन जसलाई हामी प्लेटलेट रिच प्लाज्मा पनि भन्ने गर्दछौँ र यो कमनली धेरै नै हामीले सुनेका पनि छौँ। प्लाज्मा भन्ने गरिन्छ इन्जेक्सन, यो वास्तवमा प्लेटलेट रिच प्लाज्मा हो। यसमा के गरिन्छ त भन्दा यसमा हाम्रो बिरामीको नै रगत हामी लिने गर्दछौँ र त्यो रगत लिइसके पश्चात रगतलाई हामी सेन्ट्रिफ्युज मसिनमा राख्ने गर्छौँ।
सेन्ट्रिफ्युज मसिनमा राखेर यसरी तयार पारिन्छ कि जहाँ प्लेटलेट कोशिकाहरू बढी मात्रामा कन्सन्ट्रेटेड हुन्छ र त्यही भएर प्लेटलेट रिच प्लाज्मा भनेर भन्ने गरिन्छ। अब प्रश्न आउँछ यो प्लेटलेटले कसरी काम गर्छ होइन? हामीले सुन्ने गरेको त प्लेटलेटको मुख्य काम भनेको त जब घाउ चोटपटक लाग्ने गर्दछ त्यो रगत बग्ने क्रम हुन्छ नि घाउ चोटपटक लागिसकेपछि र त्यो रगत रोक्नको लागि यो प्लेटलेटले काम गर्छ। तर घुँडामा जब हामी इन्जेक्सन लगाउँछौँ यो प्लेटलेटले के गर्छ त भन्दाखेरि एग्रानुलोसाइडहरू रिलिज गर्ने गर्दछ र यो एग्रानुलोसाइडले ग्रोथ फ्याक्टर्सहरू फर्दर रिलिज गर्ने गर्छ र जसको कारणले गर्दाखेरि हाम्रो घुँडामा भएको दुखाइहरू इन्फ्लामेसनहरू घट्न जान्छ र दुखाइहरू घट्ने गर्दछ। तर विचार के पुर्याउनु पर्छ भने चाहे हामी कोर्टिसोन इन्जेक्सन लगाऊँ, चाहे हाइलुरोनिक एसिड लगाऊँ वा चाहे प्लेटलेट रिच प्लाज्मा लगाऊँ, यी तिनै प्रकारका इन्जेक्सनहरूले खिएको हड्डीलाई रिजेनेरेट गर्न सक्दैन। र पिआरपी सम्बन्धी अर्को एउटा प्रश्न हो के हो त भन्दा पिआरपी लगाइसके पश्चात कति समय यसले काम गर्छ भन्ने। सो एकपटक पिआरपी लगाइसकेपछि एभरेजमा यसले 8 देखि 12 महिनासम्म काम गर्ने गर्छ र विभिन्न अध्ययनहरूमा विभिन्न टाइम फ्रेम देखाइएको छ। एभरेजमा चाहिँ केही गरी यसले काम गरेको खण्डमा 8 महिना जति काम गर्ने गर्दछ।